प्रिय दर्शकहरू नमस्कार। यो भिडियोमा कानको कारणले गर्दा घुमाउने समस्या अथवा रिङ्गटा लाग्ने समस्या अथवा बिनाइन प्यारोक्सिजमल पोजिसनल भर्टिगोको उपचार गरेको देखाइएको छ। तपाईलाई यदि कुनै साइड फर्कँदाखेरि झ्याम्म रिङ्गटा लाग्ने 5-7 सेकेन्ड कहिलेकाहीँ बान्ता होला जस्तो हुने भएमा यो खालको रोग अथवा बीपीपीबी भन्ने खालको रोग लागेको हुन सक्छ। यो रोग नितान्त कानले गर्दाखेरि लाग्छ र यस्तो खालको एक्सरसाइज गराएमा यो रोग तुरुन्तै निको हुन्छ। यस्तो बेला हामीले बिरामीलाई कसरत सिकाउनुका साथै घरमा गएर गर्ने कसरत पनि सिकाउँछौं। यो प्रोसेस अथवा कसरतलाई एप्लिज म्यानुभर भनेर भनिन्छ। तपाईलाई जुन साइडमा रिङ्गटा लागेको छ त्यही साइडमा 45 डिग्रीको आसपासमा तपाईले झ्याप्प ढल्नुपर्ने हुन्छ अनि अपोजिट साइडमा 45 डिग्री, त्यसपछि त्यस्तै खालको ल्याटरल पोजिसनमा एक्सरसाइज भुइँतिर हेर्ने गर्नुभयो भने तपाईले एक दुई पल्ट एक्सरसाइज गर्दा धेरै मात्रामा फाइदा हुन्छ। तर यो राम्रोसँग गर्नुपर्ने हुन्छ। यदि तपाईलाई कन्फ्युज भयो या तपाईले जान्नु भएन भने फेरि चिकित्सकलाई देखाउनु पर्ने हुन्छ। हामीले फर्स्ट टाइम बिरामीको मान्छेलाई सिकाउँछौं अथवा तपाईले घरमा पनि आफै गर्न सक्नुहुन्छ, तर घरमा आफै गर्दाखेरि सिरानी बीचमा राखेर गर्नुपर्ने हुन्छ। कृपया ध्यान दिनु होला। सबभन्दा बढी घुमाउने समस्या अथवा रिङ्गटा लाग्ने समस्या कानले गर्दाखेरि हुन्छ। हुन त दिमागले गर्दा, स्पाइनको प्रब्लमले गर्दाखेरि, जस्तै हड्डीको समस्याले गर्दा, यो घाँटीको पछाडिको हड्डीको समस्याले गर्दाखेरि, कहिलेकाहीँ मुटुले गर्दाखेरि, यस्ता कारणले गर्दा पनि रिङ्गटा लाग्छ। तर सबसे बढी बेहोस नभइकन रिङ्गटा लाग्ने समस्या कानको कारणले गर्दाखेरि हुन्छ। यदि कान कराउने समस्या छ भने पनि त्यस्तो बेला रिङ्गटा लाग्न सक्छ, ख्याल गर्नु।